लसो टसिदेले सम्पूर्ण मेरो टिकटक तथा युट्युबमा जोडिनुभएका मित्रहरू, आज धेरै पछि मैले एउटा सानो भिडियो बनाउने प्रयत्न गरेको छु। अनि धेरै जसोले चाहिँ पोहोर साल चाहिँ तपाईँले अनि जुन वर्ग र ग्रह दशाहरूको बारेमा भिडियो बनाउनु भएको थियो, त्यस्तै एउटा सानो भिडियो राखिदिनुहोस् भनेर गुनासो राख्नुभएको थियो। त्यो कारणले गर्दाखेरि मैले हुन त धेरैजनाले बनाइसकिनु भएको रहेछ यो सम्बन्धमा, त्यही पनि मैले पनि सानो एउटा बनाउन कोसिस गरेको छु। अनि जुन अहिले चाहिँ सर्पवर्ग हैन, सर्पवर्ग अनि काठ तत्त्व स्त्री परेको छ। अनि यो वर्ग पर्ने समयमा चाहिँ कुन कुन वर्गले ग्रह पर्छ भन्ने सम्बन्धमा सर्वप्रथम त जुन सर्पवर्ग हुनुहुन्छ, सर्पवर्गका भनौँ न स्त्री पुरुष जोसुकै भए पनि यो वर्गमा पर्नेहरू सम्पूर्णलाई चाहिँ 12.5 को ग्रह अर्थात् लोककको चाहिँ अनि ग्रह लाग्दछ हैन। यो ग्रह लाग्ने समयमा टाढा यात्रा नगर्ने हैन, नयाँ कामहरूको सुरुवात नगर्ने, अनि त्यस्तै गरेर सकेसम्म मलामी जाने कामहरू, बिरामी भेट्नेहरूबाट अलिक टाढा रहनु पर्दछ। त्यस्तै गरेर यो ग्रह 12.5 को ग्रह लोकक लाग्ने समयमा अघि पनि भनिसके, नयाँ व्यापार बिजनेस होस् या नयाँ काम काजहरू, घर बनाउने, जग्गा किन्ने जस्तो कामहरू त्यति थाप्ने हुँदैन। अब यो ग्रहको समाधान चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको लोकक भन्ने सानो पूजा पनि गर्न सकिन्छ, नत्र विस्तृतमा क्यासी पूजा पनि गर्न सकिन्छ, अर्थात् ढमङहरू पनि पढेर यसलाई समाधान गर्न सकिन्छ। अनि दोस्रोमा ग्रह लाग्ने फग्लो अर्थात् हामी नेपालीमा सुँगुर वर्ग भन्छौँ। सुँगुर वर्गका व्यक्तिहरूलाई चाहिँ विशेष गरेर ढुन्सुर, यसलाई सरल भाषामा उल्को ग्रह पनि भन्ने गरिन्छ, अनि ढुन्सुर लाग्ने हुन्छ। अनि यो ग्रहको बेलामा चाहिँ मनमा अनेकौँ जुन नर्मली दिनहरूमा हाम्रो मनहरू ठिक कुरालाई ठिकै लाग्छ भने यो ग्रह परेको बेलामा चाहिँ यसको असरले ठिकै कुरा गर्दा पनि आफ्नो मनले चाहिँ उल्टो खालको सोच पैदा गर्दछ। जस्तै ठुलाबडाले सम्झाउँदाखेरि, शिक्षक शिक्षिकाहरूले चाहिँ तपाईँको राम्रो ज्ञान उपदेश दिए पनि यो बेलामा चाहिँ हाम्रो मनले उल्टो सोध्ने हुन्छ। अनि यो ग्रह लाग्ने बेलामा चाहिँ शत्रु, भय, डह, ईर्ष्या इत्यादि आफै उत्पन्न हुने हुन्छ भन्छ हैन। त्यो कारणले गर्दाखेरि अनि यो बेलामा सकेसम्म आफ्नो मनलाई एकदम कन्ट्रोल गर्नुपर्ने हुन्छ। अनि यो ग्रह लाग्ने बेलामा सकेसम्म विवाह गर्ने हैन, अर्थात् टाढा यात्रा गर्ने, त्यस्तो कुराहरू गर्न वर्जित रहेको हुन्छ। अब यो ग्रहलाई पनि पन्छाउनका लागि त्यही हो, ढुन्सुर पूजा भन्ने हुन्छ हैन। जुन ढुन्सुर पूजा, घ्यासी पूजा जस्तो ढोलमा युद्धक पूजाहरू गरेर अथवा ढमङ पाठहरू गरेर तपाईँले यसलाई शान्त गर्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर चरा वर्ग र गाई वर्ग, झ्यालो र लङ्लो, अब यिनीहरूलाई चाहिँ यो वर्षमा जुन सर्पवर्ग रहेको छ, सर्प वर्ष रहेको छ, यो बेलामा थुन्सुम ग्रह अथवा 5.5 को ग्रह भन्ने गरिन्छ। अनि यो ग्रह लागेको समयमा साथीको सङ्गतबाट जोग्नुपर्ने हैन, अनि पैसाको कारोबारहरूमा जोगिनुपर्ने, त्यस्तै गरेर मृतकहरूको जुन मलामी जानेहरूमा जानु त्यति उचित हुँदैन। अब यस्तो ठाउँमा गयो भने के हुन्छ भन्दाखेरि आफूलाई बिरामी हुने जस्तो हैन, झै झगडा भएको ठाउँमा गयो भने फसिने जस्तो हैन, बिना भकरमै अरूको दोष आफूमाथि आउने जस्तो हुने हुँदाखेरि
अनि झै झगडा हुने ठाउँ, मलामी, बिरामी कुरुवा जस्तोमा वर्जित मानिन्छ। यो थुन्सुम ग्रहलाई पनि टार्नको लागि भनौँ, योबाट बस्नको लागि तपाईँले चाहिँ यो थुन्सुम ग्रह फाल्नुपर्ने हुन्छ। अब विस्तृत नगर्नुभयो भने घ्यासी पूजा गर्दा पनि हुन्छ, योग पूजा गरे पनि हुन्छ, त्यस्तै गरेर धमङ पाठ गरे पनि हुन्छ। त्यस्तै गरेर अर्को चाहिँ बाँदर वर्ग र बाघ वर्ग हैन, टेलो र तक्लो भन्छ। अब यो दुईटालाई पनि शिष्यक ग्रह हैन, शिष्यक अर्थात् 4.5 को ग्रह पनि भनिन्छ। अनि यो वर्षमा चाहिँ विशेष गरेर हाम्रो शरीरमा भएको 4 तत्त्वहरू जस्तै सा छु मे लुङ भन्ने कुरा हुन्छ हैन। साको स्वरूप चाहिँ मासु, अनि छुको स्वरूप रगत, मेको स्वरूप हाम्रो शरीरमा रहेको ताप र लुङको स्वरूप हाम्रो श्वास प्रश्वासलाई जनाउँदछ। अब यो शिष्य ग्रह बन्ने समयमा चाहिँ विशेष गरेर यी 4वटा एलिमेन्ट्स तत्त्वहरूको चाहिँ पावर हुन्छ नि, तिनीहरूले नर्मली गरिरहेको हाम्रो त्यसको पावर चाहिँ कम भएर जाने। जस्तै हाम्रो शरीरको यो शरीरमा चाहिँ मासुको जुन हाम्रो यो छाला जस्तो मासुहरूको पावर कम हुँदाखेरि हामीलाई चिसो लाग्ने, ग्रह दशाले छिटो छुने जस्तो हुन्छ भने, अनि रगतको जुन हाम्रो यो छुको तत्त्वको पावर कम हुँदाखेरि चाहिँ रगतमा आउने रोगहरू जस्तै ब्लड इन्फेक्सनहरू, ब्लड क्यान्सरहरू जस्तो हुने सम्भावना हुन्छ। त्यस्तै गरेर हाम्रो यो तापहरू कम हुँदाखेरि पनि हाम्रो शरीरमा रोगहरू लाग्ने धेरै चान्स हुन्छ। त्यस्तै गरेर लुङ, हाम्रो यो जुन श्वास प्रश्वासको पावर पनि कम भयो भने, अथवा यसमा पनि यसको पावर कम भयो भने, यो एलिमेन्ट्सको पावर कम भयो भने हाम्रो चाहिँ श्वास प्रश्वास दम्की रोग जस्तोहरू लाग्ने समस्या आइपर्न सक्छ। त्यस्तै गरेर यो शिष्य ग्रह बढ्दाखेरि चाहिँ हामीले जुन जग्गा जमिनको कारोबारहरू गर्न त्यति उचित मानिँदैन। यो ग्रह पन्छाउनको लागि पनि तपाईँहरूले शिष्य फाल्न सक्नुहुन्छ। शिष्य ग्रह भन्ने अर्थात् विस्तृत नगर्नु भयो भने घ्यासी पूजा, धमङ पाठ, युद्धक पूजाहरू गरेर यसलाई शान्त पार्न सक्नुहुन्छ। अब यी त रह्यो यो वर्ष परेको ग्रह दशा परेको लोहरू वर्गहरू हैन। अब यो वर्ष ग्रह नै ग्रह भएको मात्र सधैँ भनिरहेको जस्तो लाग्छ हैन। यताउता जाँदा पनि सबै ग्रह नै ग्रहको मात्र कुरा गरेको पाइन्छ। त्यो कारणले गर्दाखेरि अब शुभ चाहिँ कुनलाई हुन्छ त? सबै नराम्रो मात्र रहेछ। अनि राम्रो चाहिँ कुन हो भन्दाखेरि त्यही मध्ये जुन 12वटा वर्गमध्ये पनि अति उत्तम भनेको यो वर्षमा चाहिँ अति उत्तम भएको चाहिँ 2वटा वर्गहरू छन् है। अब त्यो वर्गहरू चाहिँ के हो भन्दाखेरि भेडा वर्ग र बिरालो वर्ग भन्छ, लुग्लो र येलो। अब यो वर्ष चाहिँ उहाँहरूको चाहिँ सबैभन्दा लकिएस्ट अर्थात् भाग्यशाली अथवा शुभ वर्ष भनेर चिनिन्छ हैन। अनि उहाँहरू चाहिँ यो वर्षमा उहाँहरूका लागि के हुन्छ भन्दाखेरि उहाँहरूले नयाँ काम थालनी गर्ने, विवाह गर्नको लागि, वैदेशिक यात्रामा जानको लागि एकदम राम्रो मानिन्छ। अनि कुनै पनि कामहरू गराउनु पर्यो भने यो वर्षमा भेडा वर्ग र खरायो वर्ग अर्थात् येलो र लुग्लोबाट चाहिँ उहाँहरूको हातबाट सुरुवात गऱ्यो भने तपाईँको काम एकदम फस्टाएर जाने हुन्छ हैन। तपाईँको व्यापार बिजनेस सुरुवात थालनीमा यी वर्गले थालनी गरिदियो भने यो वर्षमा एकदम शुभ भएर जाने हुन्छ। हस् त, आजको लागि यति नै गरौँ। भिडियो धेरै लामो भयो भने नि अल्छी लाग्ने हुँदो रहेछ मान्छेले हेर्नलाई हैन। त्यो कारणले मैले सकेसम्म छोटो भिडियो बनाउने कोसिस गरेको छु। आजको भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नु होला। अनि त्यस्तै गरेर फलो पनि गर्नु होला। धन्यवाद। सबैको मङ्गल होस्।